राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की बीच भेटवार्ता। नवनियुक्त ऊर्जा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले गरे आगजनी भएको सिंहदरबारको निरीक्षण। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे न्युयोर्क टाइम्स विरुद्ध 15 अर्ब डलरको मानहानि मुद्दा दायर। अफगान सीमा नजिक पाकिस्तान सेनाको कारबाहीमा 31 तालिबान लडाकुको मृत्यु। जेनजी आन्दोलनको प्रभावका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित।